हेलो एन्ड नमस्ते सबैजनालाई है। वेलकम टु आवर न्यू मिनी ब्लग हैन। यो चाहिँ मेरो गाउँको उयो मकैबारी है। यहाँ मासतिर चाहिँ घर बनिँदैछ र म चाहिँ जाँदैछु है यो एउटा सानो प्लास्टिक लिएर तपाईहरुलाई म आज देखाउने छु है। धेरै दिन बादमा एउटा सानो मिनी ब्लग लिएर आएको छु है। त्यसमा म देखाउन गइरहेको छु तपाईहरुलाई। र यहाँ चाहिँ फलिरहेको रहेछ आरु है। र यो आरु चाहिँ अब म यस्तो मजाले साजेर है तपाईहरुलाई देखाउने छु। यहाँ देख्न सक्नुहुन्छ है आरु मजाले फलिरहेको छ। हेर्नुस् तपाईहरुले अस्तितिर अझै हामीले खाएर निकै त सकिसक्यो है। देखिरहनु भएको होला तपाईहरुले। यसलाई चाहिँ म यस्तो मजाले साच्ने छु कि तपाई चाहिँ हेरेर थुप चाहिँ नलिदिनु है, मेरो बुढी दुख्छ। हेर्नुस् गाइस म चाहिँ आलु टिप्दैछु है। यहाँ मलाई अहिले भर्खरै सकाउनको लागि आमा आउनु भएको छ। आमा हेर्नु यहाँ रुखमा चढेको। हेर्नुस् आलुको खानु हुने मजाले पाएको छ। हेर्नुस् यहाँ आमा रुखमा चढेको हेरिहाल्नु। प्लास्टिक चाहिँ ऊ माथि राख्नु भएको छ हो आमाले। अनि मलाई हातमा दिएको हुनुहुन्छ। हेर्नु न अब यो म कसरी हाल्नु यो अब यो चाहिँ यहाँ राख्नु भएछ नि त आमाले। प्लास्टिकमा हाल्नु हेर्नुस् आमा लड्नुहुन्छ हौ। कहाँ गएको त्यहाँ माथि चाहिँ ए आरु टिप्यो। आमा तपाईँलाई केही भन्नु छ कि यसो हेलो हाइ त गरिदिनु। गर्नु न हौ। आमा चाहिँ कस्तो प्रकारले चढ्नु भएको छ हेर्नुहोस् ल। यहाँनिर खुट्टा हेर्नु कहाँ माथि चढेको होला। यो चाहिँ दाउराको भार हो है। यो दाउराको भारमाथि चढ लड्नुहुन्छ है आमा। अलि टिप्नु त भोलि म साथीलाई नि पठाइदिनु पर्ने छ फोन नभए पनि कि। यत्रो टिपिसक्नु भएछ आमाले। अम्बो हेर्नुहोस् गाइस दामी पाएको छ। मैले हिजो पनि साँझेर खाएको थियो। आज चाहिँ फेरि मलाई भिडियो गरौँ जस्तो लाग्यो नि त। धेरै दिन भएको थियो ब्लग नबनाएको पनि। अन्त सानो ब्लग पनि बनाइदिन्छु भनेर चाहिँ यहाँ एउटा आरुको बोट छ हो। यो चाहिँ घरवासतिर हो र उयो परतिर पनि छ। तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ यहाँनिर पनि आरुको बोट दामी फलिरहेको छ यहाँ पनि हो। ल गाइस हाम्रो गाउँ चाहिँ यस्तो छ है। धेरैजनाले भन्दै थियो तेरो गाउँ कस्तो छ देखाना, बिहा गरेर गएस् देखाउँदिनस् अन्त। ल हेरिहाल्नु होइन गाउँ चाहिँ यस्तो छ हाम्रो। मकैबारी मकै दामी फलिरहेको छ हो। मैले मकै पनि अघि बिहान त मजाले पोलेर खाएको थिएँ। चियासम्म दामी भएको थियो। हेर्नुहोस् गाइस मकै त ड्याम्मै छ घर माथि मुनि हो। यहाँनिर भुइँ कटर पनि छ तपाईँहरूलाई देखाउनु। यहाँ हेर्नुहोस् त गाइस भुइँ कटर दामी हुन्छ पाकेपछि चाहिँ। यहाँ त झन् ड्याम्मै पो छ बोट। मैले हिजो दुईवटा चाहिँ टिपेर है अलिअलि पाक्दो रहेछ कि राखिरहेको छु पकाउनलाई मजाले पाक्छ नि। यहाँ चाहिँ ड्याम्मै छ बोटै बोट छ हो। फलेको नै थियो निकै त। मैले हिजो दुईवटा टिपेँ, अस्तिको दिन एउटा टिपेको थियो। यो चाहिँ भुइँ कटर हो। भक्कु छ नि त बोट भुइँ कटरको। यहाँ छ अर्को आरुको बोट चाहिँ। यहाँ पनि दामी फलिरहेछ। अलिक टाढोबाट अलिक देखेन। र यहाँ चाहिँ मैले है भर्खरै यो बोक्रा तासेर एकदम रेडी पारिसकेको छु है। अब यसलाई पिस पिस पारेर चाहिँ म के गर्छु म तपाईँलाई देखाउनेवाला छु। यो चाहिँ मैले भर्खरै बोक्रा तासिसकेँ। र यहाँ चाहिँ हाम्रो आमा के गर्नु हुँदैछ हेर्नुहोस् गाइस मकै पोल्नु हुँदैछ यसरी हो। दिउँसै घाममा मकै खानु मन पऱ्यो अरे हो। कसैलाई मकै खाने मन छ कि यसरी नै। आमा गरम भएन आमा सरमले भुतुक्कै बोल्नु हुँदैन। हेलो त गरिदिनु। हेलो गरिदिनु न यता हेर्नु न हेलो। गरममा हेर्नुहोस् गाइस मकै पोलिरहनु भएको छ यहाँ चाहिँ आमाले। यो चाहिँ हाम्रो सानो एउटा किचन है आगो बाल्ने जग्गा।
यसमा चाहिँ खास डल्ले खोर्सानी पिसेर हाल्नुपर्ने थियो, फेरि यहाँ चाहिँ साह्रो पर्छ डल्ले खोर्सानी यस्तो घाममा, त्यसरी नखाम, बरु हल्का यसरी पिरोहरू मात्रै बनाएर खाम न भन्नुभयो आमैले हो। अनि आमैकै चोइसले मैले चाहिँ सिर्फ नुन हालेँ, अन्त रङ खोर्सानी हो। अनि यसमा चाहिँ हल्का अब म तेल हाल्नेवाला छु, त्यहाँबाट चाहिँ फिर्छु है त गाइस। र यहाँ चाहिँ मैले यो हालेर सबै रेडी भइसक्यो है, अब म फिर्दैछु है गाइस। यहाँनिर छेउमा हेर्नुहोस् न, आमाले यहाँ मकै पनि देखाएन भनेर मकै पनि ल्याउनु भएछ हो। यहाँ चाहिँ छ मकै पोलेर रेडी। अब यहाँनिर चाहिँ मैले आलु सम्झेको है। गाइस कतिको थुप आउँदैछ।